यात्रा गर्दा प्राय हामी 3 घन्टा 4 घन्टा त्यतिकै हामी टाइम पास गरिरहेका हुन्छौँ गसिप गरेर खास खास अर्थ राख्ने कुराहरू नगरेर टाइमहरू हामीले बिताइरहेका हुन्छौँ। केही समयदेखि म यात्रा गर्दा प्राय किताब पढ्ने बानी बसालेको छु र मैले यो तत्कालैको यात्रा मेरो चाइनाको थियो र चाइनामा मेरो जाने र आउने 1 हप्ताको ट्रिप थियो र त्यही ट्रिपमा मैले छुदेन काबिमो जो चाहिँ भारतको कालेबुङमा जन्मिएका लेखक हुन्, छुदेन काबिमोले लेखेको उर्माल उपन्यासलाई मैले सकाउने काम गरेँ। नमस्कार, म शेरबहादुर कुँवर र म यो छुदेन काबिमोद्वारा लिखित उर्माल पुस्तक उपन्यासको थोरै समीक्षा गर्न जाँदैछु। उर्माल शब्दको अर्थ बुझ्न जरुरी छ। पहिला उपन्यास पढ्नुभन्दा पहिला, कुनै पनि पाठ पढ्नुभन्दा पहिला त्यसको शब्दको अर्थ बुझ्न जरुरत छ। उर्माल शीर्षक जुन पाएको छ यो पुस्तकले, यो त्यहाँको स्थानीय भाषा जहाँ चाहिँ तपाईको यो भारतको उत्तर पूर्वीय भागमा, जहाँ चाहिँ भुटानको नजिक पर्छ, दार्जिलिङ सिक्किमको नजिक पर्छ, ठ्याक्कै भन्नुपर्दा त्यही ठाउँको नाम चाहिँ दुम्सीपाडा भनेर चाहिँ यहाँ डुवर्स, दुम्सीपाडा आदि इत्यादि ठाउँहरूलाई कोड गरिएको छ। त्यो ठाउँमा स्पेसली चिया मजदुरहरूले प्रयोग गर्ने, चिया टिप्दाखेरि बनाउने, चिया टिपेर बोक्ने झोली अथवा चिया टिप्दाखेरि हातमा बोक्ने रुमाल आदि इत्यादिलाई उर्माल भनेर व्याख्या गरिएको पाइन्छ। उर्माललाई मैले धेरैतिरको एङ्गलबाट समीक्षा गर्ने प्रयास गरेको छु। यसका राम्रा पक्ष, नराम्रा पक्ष, भाषा आदि इत्यादिलाई। यसमा मैले शब्दको अर्थ यहाँहरूलाई बताएँ, लेखकको विषयमा बताएँ र अब विभिन्न एङ्गलबाट म यहाँहरूलाई यसको मैले आफूले जानेको समीक्षा गर्नेछु। यो अङ्ग्रेजहरूले भारतको विभिन्न भागमा भर्खर कब्जा गर्दै गरेको अङ्ग्रेजहरूको शासनकालमा रहेको बेलाको दार्जिलिङ, सिक्किम, भुटान यी बिचका डुवर्स भन्ने ठाउँलाई केन्द्रित गरेर, त्यस डुवर्सभित्रको पनि दुम्सीपाडालाई केन्द्र गरेर लेखिएको यो उपन्यासमा त्यहाँका स्थानीय झर्रा आदिवासीहरूलाई प्रयोग गर्ने भाषा र शब्दहरू प्रयोग गरेर लेखिएको छ यो उर्माल। तपाईँ शब्दमा धेरै ज्ञान राख्नुहुन्न र पछिल्लो जेनेरेसनका पुस्ताहरूले शब्द धेरै यसको शब्दहरू बुझ्नको लागि र शब्दको अर्थ बुझ्नको लागि शब्दकोश नै पल्टाउनु पर्ने पनि हुनसक्छ। तर त्यही शब्द प्रयोग गरिदिनाले र त्यहीको लवज प्रयोग गरिदिनाले यसलाई अझ विशेष बनाएको पाइन्छ। कथामा उठाउन खोजेको मुख्य विषयहरू के छन् त? केलाई चाहिँ फोकस गरिएको छ त? उर्मालमा चिया मजदुरहरूको न्यून ज्याला र श्रम शोषणको विषयलाई उठान गरिएको छ। पुस्तौँदेखि चिया मजदुरहरूले गर्ने एउटै मात्रै चाहिँ पेसाको विषयमा उठान गरिएको छ। उर्मालमा शिक्षा, स्वास्थ्य र सम्मानको अभाव भएको कुराहरूलाई उल्लेख गरिएको छ। चिया मजदुरहरूको जुन बेला अङ्ग्रेज मालिकहरूले चिया बगान लगाए, त्यो बेलामा अङ्ग्रेज मालिकहरूले चिया मजदुरहरूलाई, विशेष गरी महिला र चेलीबेटीहरूमाथि गर्ने यौन शोषणको विषयलाई यसमा उठान गरिएको छ। र चिया कमानभित्र काम गर्ने चिया मजदुरहरूको, चिया कमान केवल कार्यस्थल मात्रै होइन, बन्द संसार हो जहाँ मानिस जन्मिन्छ, काम गर्छ र त्यही एरियाभित्र चुपचाप बिलाउँछ। कथामा रहेको कथाले केन्द्रबिन्दु बनाएको ठाउँ भारतको डुवर्स र डुवर्सको पनि दुम्सीपाडा भन्ने ठाउँलाई फोकस गरिएको छ। जुन एरिया पारिपट्टि भुटान छ, आसपासमा दार्जिलिङ, सिक्किमले घेरिएको छ र भुटान र यो डुवर्स दुम्सीपाडा भनेको चाहिँ वारिपारि नजिकै
काम गर्न वारिपारि जाने आउने ठाउँलाई केन्द्रित गरिएको छ। कथावस्तुमा फोकस गरिएको ठाउँलाई चाहिँ कसरी व्याख्या गरिएको छ भने दार्जिलिङको बिचमा पर्ने भुटान, असम, सिक्किम र दार्जिलिङको बिचमा पर्ने विस्थापन र श्रमको सङ्गम स्थल डुवर्स दुम्सीपाडा, जहाँ पहिचानको लडाइँ लडिरहेको भूगोल, न देशको नागरिक न पूर्ण अधिकार भएको समाज, अझ भन्नुपर्दा भूगोल आफै कथाको पात्र जस्तो देखिने गरी लेखिएको छ। र यसै परिवेशभित्रको दुम्सीपाडालाई केन्द्रित गरिएको छ, जहाँ आदिवासी पिछडिएका वर्ग, गरिब र किसान मजदुरहरूको बसोबास रहेको ठाउँलाई केन्द्र बनाइएको छ। लेखन शैलीको विषयमा कुरा गर्नुपर्दा भाव प्रधान र मनोवैज्ञानिक पक्षबाट प्रभावित भएको देखिन्छ। कथामा पात्रको दुःख, अनुभूति, स्मृति र आत्मसङ्घर्षलाई केन्द्रमा राखेर लेखिएको पाइन्छ। घटनाहरू सिधै अघि बढ्नुभन्दा फ्ल्यासब्याक, प्रतीक र सङ्केतात्मक वर्णन मार्फत कथावस्तु प्रस्तुत गरिएको छ। लेखकले सरल भाषा प्रयोग गरे पनि भाव गहिरो बनाएका छन्। कथामा कुनै चमत्कारी घटना छैन, तर सामान्य जीवनका साना साना पक्षहरूलाई पनि अर्थपूर्ण बनाइएको छ। कथाले पाठकलाई सोच्न बाध्य बनाउँछ र जीवनका यथार्थ पक्षहरू देखाउँछ। कथामा संवाद त सीमित छन्, तर वर्णन प्रभावकारी छ। पात्रको मनोस्थिति, भावना, आशा र निराशालाई सूक्ष्म रूपमा प्रस्तुत गरिएको छ। पात्रको जात, धर्म र संस्कृतिलाई ध्यानमा राख्दै लेखन गरिएको छ, जसले सामाजिक यथार्थलाई उजागर गर्दछ। समग्रमा लेखकले संवेदनशील विषयलाई सरल र गहिरो शैलीमा प्रस्तुत गरेका छन्। यही लेखन शैलीले कथालाई प्रभावशाली र यथार्थपूर्ण, अर्थपूर्ण बनाएको छ। अब लेखनमा कमजोर पक्ष नै छैनन् होला त, केही त कमजोर पक्ष पनि छन्। कथावस्तुको गति कहिलेकाहीँ ढिलो देखिन्छ। केही पात्रहरू पूर्ण रूपमा विकसित भएको देखिँदैन। अत्याधिक भावनात्मक र प्रतीकात्मक प्रस्तुतिका कारण सामान्य पाठकलाई बुझ्न अलिक गाह्रो छ। स्पष्ट कथानक भन्दा अनुभूतिमा बढी केन्द्रित हुँदा कथा थोरै कमजोर जस्तो लाग्न सक्दछ। बलिया पक्ष के छन् त? यत्रो उपन्यासमा बलिया पक्ष पनि होलान्। सीमान्तकृत समुदायको जीवनलाई यथार्थपूर्वक र संवेदनशील चित्रण गरिएको छ। पात्रको आन्तरिक पीडाको सूक्ष्म विश्लेषण गरिएको छ। मुखाकृत शब्द, भेगिए भाषा, संस्कृति पहिचान र आदिवासी जीवनशैलीको झल्को आउने भएको हुनाले अझै स्पष्ट छ। संस्कृति पहिचान र आधुनिकताको द्वन्द्वलाई गहिराइमा उठान गरिएको छ। कथ्य र शिल्पको सन्तुलित प्रयोग गरिएको छ। मेरो निष्कर्ष, उर्माल साहित्यिक रूपले गहिरो, संवेदनशील र यथार्थशील उपन्यास कथा हो। यसले समाजमा उपेक्षित वर्गको कथा मात्र नभई मानवीय अनुभूति र सामाजिक चेतनाको सशक्त प्रस्तुति गराएको छ। उर्मालले पाठकलाई केवल कथा पढ्न होइन, समाज बुझ्न र सामाजिक चेतना खोज्ने पाठकका लागि उपयुक्त छ। आख्यानकार छुदेन काबिमोले उर्माल कृति मार्फत भारतीय आदिवासी साहित्यमा महत्त्वपूर्ण योगदान दिने प्रयास गरेको देखिन्छ। धन्यवाद।